गत भदौ 23 र 24 गतेको घटना सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रासपा सभापति रवि लामिछानेसँग बयान लिएको छ। लामिछानेलाई बुधबार नक्कु कारागारबाट सिंहदरबार स्थित उच्च स्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो। जेनजी आन्दोलनका क्रममा नक्कु कारागार बाहिर निस्किनु पर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्व पक्षका लागि कारागारमा रहेका लामिछाने जेनजी आन्दोलनका क्रममा भदौ 24 गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए। यद्यपि लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आएका छन्। यसअघि उच्च स्तरीय जाँचबुझ आयोगले नक्कु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो। व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्र कुटिन प्रधान अध्यापक। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधान अध्यापक अञ्जना भण्डारीलाई त्यही विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आक्रमण गरेका छन्। उक्त कुराको बारे जानकारी नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिका कार्य समितिले बुधबार वक्तव्य निकालेर दिएको हो। घटनामा महासंघले निन्दा गरेको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको वार्ड नम्बर 1 का बासिन्दा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खामसुङ तामाङले प्रधान अध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको जनाएको छ। उक्त आक्रमणमा संलग्न तामाङलाई महासंघले कानुनी कारबाहीको माग समेत गरेको छ। मंगलबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा तामाङले भण्डारीमाथि गाली गलौज र बेइज्जती गर्दै आँखा र गालामा चोट पुग्ने गरी आक्रमण गरेको खुलेको छ। महासंघले सो घटनालाई निन्दनीय र अमानवीय भन्दै आपत्ति जनाएको छ। यस घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ। ढिलाइ भएमा महासंघले कुनै पनि मूल्य चुकाउन तयार छ, महासंघले भनेको छ। नयाँ दल गठनका लागि बालेन कुलमान र सुमनासँग छलफल। फरक फरक क्षेत्रमा आबद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठन तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रन्जु दर्शनाले बताएकी छन्। समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरूलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले जानकारी गराएकी हुन्। ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, रासपाकी पूर्व नेता सुवर्णा श्रेष्ठ सहित मिलेर नयाँ दल गठन गर्ने तयारी भएको उनले बताइन्। केन्द्रीय कमिटीको आकार र को रहने विषयमा छलफलकै क्रममा रहेको उनको भनाइ छ। उनका अनुसार 21 वा 31 जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव आएका छन्। उनले भनिन्, पार्टीको नाम एकिन भएको छैन, हामी छलफल गर्दैछौँ। उनका अनुसार साझा विवेकशीलका नेता एवं शुभेच्छकहरूलाई नयाँ दलमा सम्मिलित गर्ने गरी संवाद भइरहेको छ।